थिएन हैन अचानक फोन आयो अम्मा कसम यहाँ दुख्यो भने त्यो भन्दा अगाडि चाहिँ मैले ज्योति मगर्जीको चाहिँ हेरेको थिएँ हैन अनि अब पनि हाम्रो पनि यसै हुने होला तर भइहाल्यो च्यालेन्ज त हो जाम भनेर गइदिया भयो कि मैले अनि एकै नम्बर दिदी पनि त्यहाँ हुनुहुँदो रहेछ अनि दुईजना भएपछि बोल्नलाई पनि त्यस्तो केही भएन सहज हुँदो रहेछ कि दुईजना भइसकेपछि यस्तो एकदमै त्यो प्रिपेयर गरेर त्यो गरेर चाहिँ गएको थिएन यत्तिकै हिँड्दै हैन मैले अझै पनि सिकेको छुइनँ जस्तो लाग्छ मलाई सानो सानो कुराले कति छिटो हर्ट भइहाल्छ तर जब मान्छेले आफूलाई स्ट्रङ बनायो जब आफूलाई सम्हाल्न सिक्यो तब मान्छेले केही गर्न जान्नु पर्दैन क्या कसैले उसलाई ब्रेक गर्ने उसलाई चित्त दुखाउनै सक्दैन र त्यो जुनै सुकै परिस्थितिमा पनि लड्न सक्छ म चाहिँ बडी टिकटक नै युट्युब ओके आफ्नो शरीरको कुन चाहिँ अंग सेक्सी लाग्छ तपाईलाई सेक्सीमा छैन म त खुट्टा सिवाला राछ ओके तपाईले पहिलो चुम्बन कसलाई गर्नु भएको थियो याद छ मेरो दिदीको छोरालाई ओके तपाई कसको डाई हार्ट फ्यान हुनुहुन्छ मेरो मन बाबाको अनि म आफ्नै कसको डाई हार्ट फ्यान भन्नु न छैन नर्मली अब सबै ठाउँमा पढ्नु तपाईँ थ्योरी हो यो केही हुँदैन आफै पढ्नु अनि एक्जाममा त्यस्तो खासै आउँदैन भनिदिने कि तिनीहरूले चाहिँ राम्रोसँग पढाउनु भएको थियो होइन यो यस्तो बुझाउनु भएको थियो कि म 6 क्लासमा हुँदाखेरि चाहिँ मैले त्यो कुराहरू पढेको कि स्वास्थ्यको मैले फर्स्ट टाइम पढेको 6 क्लासमा होइन अनि स्कुलको टिचरले चाहिँ नपढाउने कि 10 डेजदेखि 20 डेजसम्म चाहिँ मैले कन्टिन्यू गरेको मलाई याद छ 30 डेजमा 30 डेज चाहिँ छैन तर 20 डेजमा पनि मैले लाइक 4 डेज जति चाहिँ डे नाइट गरेर गरेको थिएँ कि त्यो एकैचोटि बच्चा निकाल्नेवाला चाहिँ होइन पछाडि ब्रेकअप होला 6 महिना पछाडि अर्कोसँग लप पर्ला फेरि त्यसको नाम खुलाम ल फेरि ब्रेकअप होला अनि त्यस्तो पारेर त अब 3-4 वर्षमा त 7-8 वटा भइदियो भने त के गर्ने हो सबैको नाम भन्नु म त झ्याइ बिहे गर्ने हो त्यो एकैचोटि बच्चा निकाल्नेवाला चाहिँ होइन दोस्रोमा त मैले त्यो सोच बनाएको थिइनँ दोस्रोमा त मैले बनाएको थिइनँ साँच्चीकै भन्दा मैले बनाएको थिइनँ पहिलोमा चाहिँ बनाएको थिएँ किनभने त्यो बेलामा यङ थियो अब फेरी टेल लभ स्टोरी हुन्छ नि त्यो दिमागमा बच्चा बेलामा एउटा मान्छे भेट्छ होला मलाई त्यो मान्छे मनपर्छ अनि उसँगै म बिहे गर्छु भन्ने त्यो चाहिँ थियो मलाई होइन किनकि अब मतलब कतिसम्म देखेको छु भने तपाईको केसमा त कि तपाईलाई उसको बुहारी समेत भनेको थाहा थियो मलाई होइन बुहारी भनेर बोलाउनु हुन्थ्यो र पनि भएन फेरि होइन हजुर त्यसो हुन्छ अब के भन्ने त झ्याइ बिहे गर्ने हो त्यो एकैचोटि बच्चा निकाल्नेवाला चाहिँ होइन कति वर्ष पुगेपछि अब म अहिले 24 पुगेँ 25 27 जतिमा 25 होइन र अस्तिको होटलमै नबसेको मान्छे अब के ल्याउनु पर्छ भन्ने नि थाहा थिएन होइन नागरिकता चाहिँदो रहेछ नि त होइन धेरै माया गर्नुभयो मलाई होइन आहा कति मिठो गाउँछौ भनेर तिम्रो फिगर देखेर मलाई गाह्रो भयो रे गाह्रो पनि किन नहोस् जिम जान्छु योगा गर्छु जुम्बा गर्छु त्यत्रो प्रोटिन पेल्छु यो सबै गरेरै मेरो डाइटको मात्रै 50-60 हजार रुपैयाँ सकिन्छ मन्थली अनि यत्रो मेहनत गरेपछि यत्रो पैसा खर्च गरेपछि यतिको फिगर बन्न परेन मान्छेलाई गाह्रो पार्नी नत्र के अर्थ भयो त के मतलब भयो त नत्र अनि 2-3 जनाले हान्नु भएको थियो अनि मेरो आँखाभरि आँसु भयो कस्तो यतिकै अनि केटा माग्न आएपछि मेरो आमाले के भनेको याद छ भने बिहा गर्दिहालम क्या हो यहाँ पाल्नै धौ भएको छ यौन र चुम्बनमा रोज्नु पर्यो भने के रोज्नुहुन्छ होला हजुर चुम्बन ओके किनकि चुम्बन भनेको त अब सेक्स भनेको त केटा र केटी बिच हुने चुम्बन भनेको त बच्चाले पनि गर्न सक्छ केटीले केटीलाई गर्न सक्छ चुम्बन ओके तपाईले खेलेका म्युजिक भिडियो मध्ये एउटा म्युजिक भिडियो रोज्नु पर्यो भने कुन चाहिँ रोज्नुहुन्छ आफूले गरेको काम सबै ठिकै लाग्छ है राम्रो लाग्छ सबैले यही भन्नु पनि छैन गलबन्दी कोलमाया ओके तपाईलाई छैन भएको भए मलाई थाहा हुन्थ्यो बोयफ्रेन्ड भयो भने 2 दिन टिक्दैन होला जस्तो लाग्छ मलाई मेरो बोयफ्रेन्ड मलाई थाहा हुन्छ कति दिन टिक्छ भन्दा स्टुडेन्ट हो दाम छैन गोजीमा म पनि हो पिआरकै खोजीमा चौतारीको बारा पिरपालोलाई भारा माया पर